नमस्ते। नमस्कार। हजुरको परिचयबाट सुभारम्भ गरौँ न। मेरो नाम लालबहादुर थापा मगर। म यस दोरमा सैलुङ गाउँपालिका वार्ड नम्बर 3 को वडा सदस्य पनि हुँ, गाउँसभा सदस्य। अहिले हाल यस अल्ट्रा सैलुङ अल्ट्रा सुनापति सैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन दौडको आज सम्पन्न भएको प्रतियोगिताको संयोजक। समष्टिगत रूपमा सुनापति सैलुङ यो अल्ट्रा म्याराथन प्रतियोगिता भर्खर सुसम्पन्न भएको छ। यस सन्दर्भमा छोटो जानकारी दिनुहोस् न। सुनापति सैलुङ जो तल सुनापति तल पिँधदेखि माथि 0 देखि माथि हामी 3300 हाइटसम्म आएर हामीले यो सैलुङलाई विशेष गरी सैलुङ पर्यटन प्रवर्धनमा खेलकुद क्षेत्रले गर्ने भूमिका, खेलकुद क्षेत्रले गरेको यो लगानी कसका निम्ति भन्दा त यो सैलुङ प्रवर्धनका निम्ति हो। जुन सैलुङ चाहिँ हिजोका दिनहरूमा रामेछाप नभएर दोलखाको सैलुङ हो भनेर चिन्ने गरेर बाहिर समूहमा फैलिएको, बाहिर समाजमा त्यो आवाज छरिएको रहँदाखेरि दोरमा सैलुङ गाउँपालिकाको योभन्दा अघिल्लो कार्यकालको बेलामा यहाँ जब यो सैलुङ महोत्सव भनेर एउटा 1 हप्ते महोत्सव राख्यो। त्यो महोत्सव भए पश्चात सैलुङमा भीषण मान्छेहरू, स्थानीय पर्यटन, बाह्य पर्यटनहरूको लामलस्कर आउने वातावरण तय भएपछि सँगसँगै यसलाई पर्यटन प्रवर्धन गर्नुपर्छ भन्ने ढङ्गले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङद्वारा यहाँ चाहिँ यसलाई चाहिँ हामीले एउटा पर्यटन प्रवर्धनका लागि एउटा म्याराथनको चाहिँ या अल्ट्राको चाहिँ एउटा अवधारणा ल्याएर एउटा कार्यक्रम बनाएर कार्यक्रम गरौँ भन्ने खालको सल्लाह अनुसार राष्ट्रिय खेलकुद परिषदले यो 3 वर्ष कार्यकाल आजसम्म 3 वर्षसम्म भयो। 3 वर्षदेखि निरन्तर हामीले वार्षिक रूपमा हामीले गर्दै आइराखेको यो सैलुङ अल्ट्रा यो चाहिँ साँच्चीकै यहाँका स्थानीय, यहाँका जनप्रतिनिधि, यहाँ मात्रै नभएर रामेछाप जिल्लाभरिका स्थानीय मुख्यतः दोरुम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिकाका जनप्रतिनिधिहरूको पनि पहल र स्थानीय खेलकुदसँग जोडेका खेलाडीहरू, खेलकुद सङ्घका व्यक्तिहरू र जनप्रतिनिधि, राजनीतिक दल र बुद्धिजीवी साथीहरूको साँच्चीकै सपोर्ट र समर्थन हुँदो हो भने यो सैलुङ साँच्चीकै पर्यटनका निम्ति गौरव मान्ने, गौरव गर्ने स्थल रहेको बुझिएको छ। तपाईहरुले पनि आएर हेर्ने, जति पनि हाम्रो सैलुङ हेर्न आउने दर्शकहरू हुनुहुन्छ उहाँहरूले आइसकेपछि कम्ती पनि म एकचोटि त डाँडा पेर लामो सास फेर्दाखेरि म 1 वर्ष बढी बाँच्छु भन्ने अनुभूति बटुलेर जाने यो सुन्दर सैलुङ हामीले खेलकुद मार्फत यसलाई चिनाउने र चिनारी गरेर राष्ट्र तथा अन्तर्राष्ट्रियसम्म पुर्याउने हाम्रो यो योजना हो। विभिन्न जिल्लाका खेलप्रेमी मित्रहरू सुनापति, गाल्पा, अग्लेश्वर, दोरम्बा गाउँ हुँदै सैलुङ चाहिँ घुमघाम गर्ने अवसर प्राप्त भयो खेलसँगै। उहाँहरूको मनसाय कस्तो बुझ्नुभयो तपाईँले? उहाँहरूसँग पनि हामीले केही खेलाडीहरूसँग समन्वय गर्दै छलफल गऱ्यौँ। तपाईहरुको अनुभव बटुल्दिनुस्, हाम्रो कस्तो हो त यहाँ सम्भावनाको क्षेत्र हो कि होइन, सैलुङ पर्यटन विकासका निम्ति लगानी गर्नुपर्ने ठाउँ हो कि होइन, राज्यले पर्यटनलाई अगाडि टेवा दिने गरेर सैलुङलाई प्रवर्धनका लागि राज्यले लगानी गर्नुपर्ने उपयुक्त ठाउँ हो कि होइन भन्ने खालको बुझाइहरू उहाँहरूबाट एकदम यस्तो ठाउँ जो दोलखापट्टिबाट भन्दा यतापट्टिबाट बढी भूभाग देखिने, यतापट्टिको बढी भूभागबाट चाहिँ राम्रो जमिनहरू, राम्रो भूभागहरू देखिने रहेछ। यताबाट प्रवर्धन गर्नका निम्ति पर्यटन सँगसँगै हाम्रो स्थानीय निकायहरूले पनि साथ समर्थन गर्यो भने यो पर्यटनलाई एकदम तपाईको यो पश्चिमतिरको पर्यटन भन्दा यो पूर्वको एकमात्र सबैभन्दा अग्लो डाँडा 3200-3300 मिटर अग्लो हाइटमा भएको यो डाँडालाई प्रवर्धन गर्नका लागि धेरै सहज हुन्छ। तपाईहरु लाग्नुस् है, तपाईहरु जस्तो भन्ने व्यक्तिहरू लाग्नुस् है भन्ने खालको सुझाव सल्लाहहरू आएको छ। त्यही अनुरूप हामी लागिरहेका छौँ। कहिले हामी मगर सङ्घले आएर गरिराखेको छ, कहिले तामाङहरूले, कहिले शेर्पाहरूले, कहिले थामीहरूले आएर आफ्नो कल्चर, आफ्नो धर्म अनुसार हामीले हाम्रो कल्चरहरू यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठाउँमा पुग्ने गरी हामीले देखाइराखेका छौँ। सकेको हामीले पहल गरिराखेका छौँ। विभिन्न सङ्घ संस्था निकायहरू पनि लागेर यो सैलुङ पर्यटन प्रवर्धनमा चाहिँ विकास हुने र टेवा पुग्ने ढङ्गले सहयोग गरिदिनु हुन पनि म यो हाम्रो यो मिडिया मार्फत अनुरोध गर्न चाहन्छु। आज विभिन्न क्षेत्रको तह र तबकाका मित्रजन एवं विशेष अतिथिहरू लगायत खेलप्रेमीहरू विभिन्न क्षेत्रबाट आउनुभएको थियो।
उहाँहरूलाई तपाईँले यो संयोजकको भूमिका यो सान्दर्भिक कार्यक्रमको जिम्मेवार लिइरहँदा उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँको तर्फबाट? मैले विशेष गरी त टाढा टाढाबाट हाम्रो फेसबुक र हाम्रो अनलाइन मार्फत हेरेर इन्ट्री गरेर फोन गरेर मार्फत जो मुख्यतः सबै स्थानीय तहका खेलाडीहरू र राष्ट्रिय स्तरका सबै धावकहरू यहाँ म्याराथन जित्ने रेसरहरू यहाँ उपस्थित हुनुभयो। उहाँहरूलाई हामी विशेष गरी आयोजकको तर्फबाट म संयोजक भएको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छु। भोलिका दिनहरूमा पनि हामीलाई सरकारले राज्यले यो सैलुङलाई हेरेर सैलुङका निम्ति सरकारले केही पहल गरेको अवस्थामा सैलुङ साँच्चीकै पर्यटनमा चाहिँ टेवा पुग्छ र विकास हुन्छ भन्ने खालको सोचले राज्यले सोच्यो भने हामी निरन्तरता दिन्छौँ, यो कार्यक्रमलाई निरन्तरता दिइरहन्छौँ। निरन्तरता दिनका निम्ति पनि तपाईँहरू सबै खेलाडीहरूले सबै खेल प्रेमीहरूले खेलाडीलाई लगायत यो कार्यक्रम गर्ने समितिहरूलाई जसले कार्यक्रम गर्दाखेरि पनि त्यो समितिहरूलाई सहयोग गरेर अगाडि बढाइदिनु हुन पनि म अनुरोध गर्छु। हजुरको क्रियाकलाप सहित यो सान्दर्भिक छोटो भन्नको लागि हजुरलाई मुडी धन्यवाद। धन्यवाद छ। मलाई दुई शब्द बोल्न दिनु भएर यो मेरो मनमा लागेको र यो सैलुङको विकासको विषयमा दुईटा कुरा यो मिडिया मार्फत दुनियाँलाई सुनाउन पाउने अवसर दिनुभयो। दादा शम्भुजीलाई मित्र मेरो हामी सँगै पढेका पनि हौँ, दादासँगलाई मुरी धन्यवाद दिन चाहन्छु।